हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ स्याटरडे भएर हाम्रो छुट्टी अनि काममा पनि बिदा भएकाले चाहिँ हामी चाहिँ पानी परेको मौसममा चाहिँ हामी बाहिर निक्लिरहेका छौँ र हेर्न सक्नुहुन्छ मौसम एकदमै राम्रो छ। पानी भर्खरै रहेकाले एकदमै राम्रो छ, एकदम चिसो न्यानो शीतल छ। जापान आएपछि चाहिँ भर्खर पहिलो पानी होला यो राम्रोसँग पानी परेको र अलिकति नेचरलाई चाहिँ फिल गर्न पाएको। म चाहिँ जापान आएर चाहिँ सबैभन्दा बेकार पार्ट क्या, आउने बेला मैले आइफोन किन लिएर आएको छु। आइफोन लिएर आएर फोक्कडा मतलब ऋण 1 लाख अर्को थपियो वा यहाँ आएर निकाल्न सकिने रहेछ, त्यस्तोवाला फिल आइरहेको थियो मलाई। त्यहाँदेखि के युज पनि भइरहेको थिएन। मेन भनेको त युज नहुनु भनेको चाहिँ सबभन्दा बढी खर्च हुनु जस्तै हो। केही कुरा ल्याएर त्यो चाहिँ ओभरथिट भएन भने चाहिँ खासै त्यसको मजा आउँदैन। मेरो पनि यस्तै भइरहेको थियो र एउटा साउ भयो नि कम हुन्थ्यो। 1 लाखको फोन भने छुट्टै कुरा हो, किन लिगेछु मैले, मतलब किन किन्ने आएर छ जस्तो फिल हुन्थ्यो मलाई। तर त्यस्तो होइन रहेछ, सबै कुराको चाहिँ एउटा समय हुँदो रहेछ। यहाँ आएर चाहिँ म अहिले काममा जाँदाखेरि रुममा हुँदाखेरि एक्लै भएको बेला साथी नहुँदा यस्तो काम लागिरहेछ कि मलाई यो फोन होइन, यस्तो काम लागिरहेछ। भिडियोहरू अपलोड गर्नलाई क्यामेरा धेरै कुरामा क्या धन्न एउटा फोन छ र म एउटा भ्लग बनाइरहेको छु, अनि त्यहाँबाट भिडियो अपलोड गरिरहेको छु, रिल्स बनाइरहेको छु, टिकटक बनाइरहेको छु। केही काम त लाग्यो होइन, तर जे भयो भने मान्छे एउटा डिप्रेस अलिकति झ्याउ मान्ने अलिकति ल ठिक छ। मैले अपलोड गरिरहेको छैन, बनाइरहेको छु, डिलिट गरिरहेको छु, टाइम पास त भइरहेको छ। कमसेकम राम्रो ठाउँमा टाइम पास नभोला छुट्टै कुरा, तर मान्छे अलिकति भित्रबाट एक्लो फिल गरिरहेको छैन। म त्यस्तो एक्लो फिल गरिरहेको छैन, झ्याउ लागिरहेको छैन। म भिडियो बनाउँछु, डिलिट गर्छु, फोटो खिच्छु, डिलिट गर्छु, बट गर्न त गइरहेको छु झ्याउ लाग्यो भने। आई फिल सो ह्याप्पी। केही कुरामा पनि रिग्रेट मान्नु हुँदैन, समय अवस्था अनुसार कुनै न कुनै ठाउँमा गएर केही न केही कुरा चाहिँ काम लाग्छ, जस्तो रिग्रेट गर्नु हुँदैन। पास्टलाई एक्सेप्ट गर्नुपर्छ भन्ने जस्तै हो। जे भयो भयो, पहिला कुराहरूलाई चाहिँ सम्झिनु हुँदैन। यसरी अघि बढ्नुपर्छ। सरी यो आइरहेको थिएँ। यसरी अघि बढ्नुपर्छ। जे कुरा भयो भयो नि, अब त्यसलाई होइन त्यो कुरा हुन सक्दैन, त्यो कुरालाई चाहिँ लिएर चाहिँ पेनमा बस्नुभन्दा पास्टलाई चाहिँ एक्सेप्ट गर्नुपर्छ। जस्तै मैले फोन लिएँ, मलाई रिग्रेट लागिरहेको थियो त्यो बेला। 1 लाख भयो नि मलाई अब हेल्प हुन्थ्यो आउने बेला जस्तो लाग्यो। ठिक छ 1 लाखको हेल्प हुन्थ्यो, तर के म अब त्यही कम्फोर्टेबल भयो हिँड्न सक्दिनँ थिइनँ नि त। आइफोन छ, इयरबड लगाउँछु, गीत सुन्छु, गाना बजाउँछु, भिडियो बनाउँछु, अपलोड गर्छु। अहिले कम्फोर्ट छु म हो। अब कम्फोर्ट भयो हिँड्न सक्नुपर्छ। केही टाइम चाहिँ केही कुराहरूले चाहिँ कम्फोर्ट हुँदैन, अलिकति डिप्रेस हुन्छ, अलिकति एन्जाइटी, अलिकति होमसिक, अलिकति अलोन, जे हुन्छ जे एक्सेप्ट गर्ने। म छु, आफ्नो लागि म छु, जे छु म आफ्नो लागि गर्न सक्छु, म गर्न सक्छु भन्ने कुरा। त्यसरी अघि बढ्नुपर्ने रहेछ। लाग्थ्यो धेरै कुराहरू लाग्थ्यो मलाई, यस्तो कुराहरू भ्लगमा भन्नु छ, यस्तो धेरै कुराहरू सेयर गर्नु छ, तर म सक्दिनँ म सक्दिनँ। जस्ट इन्जोय गरिरहेको छु मेरो लाइफको। यस्तो यस्तो मोमेन्टहरू अब म इन्जोय गर्छु, यस्तो बवाल गरेर देखाउँछु म होइन। र काम पाइरहेको छैन, भाडमा जाओस् काम गर्छु, म बवाल गर्छु। 18 वर्षमा जापान छिरेको छु, 28 वर्षमा म त केही गरेर निक्लिन्छु। यो कुरा त म भ्लगमा भनिरहेको छु, लेखेर ट्याप लगाएर राख्दा हुन्छ, ट्याप लगाएर राख्दा हुन्छ। 18 वर्षमा छिरेको छोरो हो, 28 वर्ष यहाँ निक्लिँदाखेरि म एउटा लेभलमा निक्लिने छु। एकदम के भन्छ नि, चप्पल लगाएर हिँडिरहेको छु म अहिले। चप्पल जुत्ता लाउने हैसियत बनाएर निक्लिन्छु म, लाउनु त सक्छु म, मतलब जस्ट त्यो लेभलमा चाहिँ पुऱ्याउँछु म आफ्नोलाई। पुगेन भने ठिक छ, पुगेन भने नि म त्यो कुरामा रिग्रेट गर्ने छैन, किन भन्दाखेरि म त्यो लेभलमा बनाउँछु भनेर आएको होइन। जस्ट मेरो जिन्दगी चाहिँ राम्रो चिलमा, अलिकति राम्रो यहाँको संस्कार रीतिरिवाज, यहाँको डिसिप्लिन, धेरै कुराहरू छ हामीले सिक्नुपर्ने, धेरै कुरा छ लाइफमा। त्यो कुराहरूलाई चाहिँ म सिक्छु। अलिकति म जुन लेभलमा छु त्यो लेभलबाट चाहिँ अलिकति बेटर हुन्छ। सबै कुरा परिवर्तन गर्न सकिएन, तर बोली वचन अलिकति अब डिसिप्लिन, अलिकति धेरै कुरा फाइनेन्सियल्ली हुन्छ नि, अलिकति त्यो कुरामा मात्र राम्रो हुनु
ठुलो कुरो होइन। अब त्यो कुराहरूको लागि त दाइ हुनुहुन्छ, भाउजू हुनुहुन्छ, बुवा मम्मी हुनुहुन्छ, दाइ दिदी हुनुहुन्छ। त्यो कुराको लागि मैले यस्तो हात दिनुपर्ने कुरा केही पनि छैन। म सपोर्ट जति टाढा नि मैले खुट्टा कमाउनु पर्ने छैन त्यो कुराको लागि। जस्ट भन्नुको तात्पर्य चाहिँ त्यो हो। त्यस्तो जस्तै म अहिले जापान आइछु, ऋण छ वा त्यो कुरामा मैले सोच्नु पर्ने छैन। मेरो जताडा नि सपोर्ट छ, त्यो नर्मल कुरा हो। र म अहिलेको स्थितिमा भनेको चाहिँ मैले लाइफलाई इन्जोय गर्ने हो, अलिकति खुसी हुने हो। अलिकति मैले के सोचेर आएको थिएँ त्यो कुराहरूलाई चाहिँ बिस्तारै अगाडि लिएर जाने हो। अहिले भाषा छैन, काम छैन हो, त्यो कुराले अलिकति मान्छेलाई मेन्टल्ली अलिकति फिजिकल्ली नपारे पनि मेन्टल्ली अलिकति असर पार्छ। जस्तै काम पाइरहेको छैन भन्ने। तर सुमन दाइलाई थ्याङ्क यू भन्न चाहन्छु यो ब्लगमा। सुमन दाइले मलाई काम लगाइनु भएको छ होइन, घन्टा अलिकति क्रिया छैन। अब त्यो कुरा त अब म्यानेजरले गर्ने हो। अलिकति ल्याङ्ग्वेज नभएपछि, स्किल्स नभएपछि अब अरूलाई दोष दिन पनि पाइएन। काम गर्नको लागि त्यही नै हो, अलिकति स्किल्स छैन, ल्याङ्ग्वेज छैन, अनि कन्भर्सेसन हुने बित्तिकै कामको लागि अलिकति असर पर्छ। तर जे भयो नि थ्याङ्क यू दाइ, तपाईँले आफ्नो तर्फबाट राम्रोसँग हाम्रो चिनजान पनि थिएन, राम्रोसँग चिनेकै थिएन मैले दाइलाई। मतलब देख्न त धेरैचोटि देखाएको थिएँ मैले फेसबुकमा, तर अलिकति कुरा वा पर्सनली भेट चाहिँ भएको थिएन। तर दाइले जुन तरिकाले मलाई आफ्नै गाउँको भाइ, आफ्नै भाइ जसरी राम्रोसँग कन्भर्सेसन नचिन्दा पनि भेटाउनु भयो, लिएर आउनुभयो। वा हामी एक दुईचोटि घुम्न गयौँ, त्यहाँपछि दाइले अब भाइलाई काम लगाइदिनुपर्छ अब चाहिँ भनेर दाइले आफ्नो तर्फबाट चाहिँ 100% नै दिनुभयो। अब भनौँ 100% दिनुभयो, नदिएको होइन। सकेसम्म धेरै ठाउँमा कल गर्नुभयो, धेरै ठाउँमा मलाई इन्टरभ्यूको लागि यस्तो यस्तो भनेर धेरै कुराहरू सिकाउनु भयो। दाइबाट सिक्न मैले धेरै पर्ने छ। अनि उहाँले आफ्नो स्ट्रगल सुनाउनु भयो। हो, सबैको स्ट्रगल हुन्छ। सानो उमेरमा छिरेछौ, मेरो उमेरमा तिमीले अलि गर्नेछौ, म अलि ठुलो भएर आएर त मैले गइरहेको छु, तिमीले एकदमै गर्नेछौ भनेर दाइले मलाई होप दिनुभयो। त्यसको लागि सुमन दाइलाई धेरै धेरै थ्याङ्क्स होइन। त्यही हो, दाजुभाइ जस्तै भयो हामी लास्टमा। रमाइलो मान्छे हुनुहुन्छ जापानमा, इन्जोय गर्न यस्तो धेरै कुराहरू छ। आमा अहिले पानी गइरहेछ नेपालमा भयो ल, पानीमा बाहिर यस्तो भिज्न मन पराउने मान्छे धेरै हुन्छन्। यस्तो मान्छे भिज्न मन पराउने हुन्छन् होइन। म मन पराउँछु पर्सनली, त्यही भएर मलाई थाहा भएको। यस्तो ठुलो पानीमा होइन, नर्मल हल्का यो वाला पानी, जुन यो पानीमा चाहिँ अलिकति हुन्छ नि, अलिकति के जोडिएको, फिलिङ्स जोडिएको हुन्छ। अरू त के भन्नु, अलिकति जापानमा धेरै कुराहरू छ कि इन्जोय गर्न। हिलो हुँदैन, मेन कुरो पानीमा भिज्दै हिँडिरहेको छु, मेरो खुट्टा अलिकति चिसो होला, हिलो हुँदैन, त्यति हो। म खुसीले भिज्न सक्छु, हिलो हुँदैन खुट्टा। अनि अझै कपल्स हुनेहरूको लागि त यो सिजन, यो दिन वा यस्तो नाइस क्या। भिडियो एक दुईवटा बनाउनु, ड्राफ्टमा राख्नु, पर्सनल राख्नु, रिलेसन छुट्टै कुरा, पोस्ट नगर्नु, तर ड्राफ्टमा राख्नु, ग्यालरीमा राख्नु, ग्यालरीमा नि नराख्नु, कसरी भेट्न सक्छ, हिडेन गरेर राख्नु, तर राख्नु। मेमोरी भनेको मेमोरी हो, मान्छेले छोडेर जान्छ, मेमोरीले छोडेर जाँदैन। मेमोरी भनेको मेमोरी हो। कुनै मान्छेलाई लाग्छ कि फोटो किन खिच्नु पर्यो भनेर सोध्छ मान्छेहरूले, काम लाग्ने भनेको लास्टमा फोटो मात्र हो। मेरो वाला अलग छ, मेरो वाली अलग छ भनेर भन्छ नि। हो, म केटा हो, म बिसाना भएको होस्टेलमा बस्छु, बिसानाले कतिवटा कुरा गर्छ थाहा छ। हो, सब अलग हुन्छ, मेरो वाला अलगै हुन्छ, अलग हुन्छ। हो, म पनि अलग छु। यो कुरा चाहिँ केटीहरूलाई मेन्सन गर्न चाहन्छु म। तपाईँहरूको वाला चाहिँ अलग हुन्छ। हो, सबैको अलग नै हुन्छ, सबै उस्तै हुँदैन, तर अलग हुन्छ। तर मैले 20 जनामा एकजना पनि राम्रो भेट्दिनँ म मेरो होस्टेलमा। 20 जनाकै 20वटा टुलवाला छ, फेरि 20 जना टुलअप छ। साइडमा नि फेरि अलिकति हल्का कमवाला लभ पनि हुन्छ क्या। कसरी माया गर्छ भने नछोड्नु, नराउनु। जो हुन्छ त्यो पनि कसैको दाजुभाइ हुन्छ, कसैको छोरो हुन्छ। प्रेम गर्छु भने कसैलाई नराउनु।
हो त्यो वाला अरू अहिले आएको वाला अलिकति अलग हुन्छ छुट्टै कुरा तर के पहिलाको चाहिँ के गलत थियो अहिलेको त अलग छ पहिलाको गलत थियो यो कुराहरूलाई चाहिँ गर्नु होला मिमको लागि हो भ्लगको लागि हो सिरियस नलिनु होला लास्टमा मलाई एक्लै गफ हान्दै फेरि हिँड्ने यस्तो रमाइलो लाग्छ मलाई गफ हान्दै हिँड्न यस्तो बबा रमाइलो लाग्छ ओ माई गॉड म अझै एकजना भेट्ने मेरो पसन्दिदा मान्छे हो म यस्तो गफ गरेर हिँड्छु होला आमामा सो स्माइली फेस छ क्या मेरो स्माइल गर्दै गफ गर्दै एकचोटि देखेँ मान्छेले मलाई बिर्सिनै सक्दैन क्या लाइफ एकदमै छोटो छ सो ब्रेक द रुल्स गो अन फर्गिभ क्विकली लभ ट्रुली धेरै कुरा छ लाइफ एकदमै सानो छ सो जति टाइम छ जति समय छ त्यसलाई चाहिँ तपाईँ इन्जोय गर्न नछोड्नु पानी गइरहेछ घरमा सुतेर बस्ने होइन इन्जोय गरेर पानी निक्लिने हो के सिकिन्छ पानीबाट केही न केही सिकिन्छ होला म हिँडेँ नयाँ ठाउँमा आज गएँ पार्कमा गएँ त्यहाँ धेरै बच्चाहरू खेलिरहेको थिएँ माछा एउटा मर्या देखियो धेरै कुराहरू थियो दुईजना साथीहरू पनि भिज्दै हिँडिरहेको थिएँ उनीहरू अघि थियो म भ्लग बनाइरहेको छु उनीहरूले केही गरेँ मैले एउटा भ्लग बनाएँ एउटा केही कन्टेन्ट बनाएँ केही न केही त गरेँ एटलिस्ट केही न केही गरेँ सो एभ्रिवान म चाहिँ अब घर पुग्न लागिसकेको छु र घर गएर चाहिँ मैले भ्लग एडिट गर्नुपर्ने हुन्छ र अब भ्लग चाहिँ चाँडै आउँछ सायद आज आउँछ वा भोलि आउँछ आउँछ